कल्पना गर्नुहोस् त एउटा यस्तो प्रविधि जुन भूकम्पसँगै जिउनका लागि सयौं वर्ष लगाएर परिष्कृत गरिएको थियो। एउटा यस्तो ज्ञान जसले सामान्य काठ, माटो र इँटालाई भूकम्पलाई जित्ने हतियारमा परिणत गर्यो। तर आधुनिकताको दौडमा त्यो ज्ञान कतै छुट्यो, मानौ त्यसलाई निषेध नै गरियो। आउनुहोस् आज हामी त्यही निषेधित प्रविधिको रहस्य खोतलौं। 2015को त्यो भयानक दिनलाई एकछिन सम्झिउँ न, जब धरती काँप्यो, हाम्रा आँखा अगाडि नै आधुनिक कंक्रिट र स्टीलका संरचनाहरू धमाधम भत्किरहेका थिए। तर त्यही कम्पनको बीचमा शताब्दीयौं पुराना मन्दिर र दरबारहरू कसरी शान्तसँग उभिए? के यो उनै चमत्कार थियो वा यो त्यस्तो ज्ञान थियो जुन हामीले बिर्सिसकेका थियौं? यही प्रश्नको जवाफ आज हामी खोज्दैछौं। ल, यो विरोधाभासलाई अझै गहिरिएर हेरौँ है त। यो स्लाइडले समस्या कहाँ थियो र समाधान के थियो भन्ने कुरा छर्लङ्ग पार्छ। एकातिर आधुनिक भवनको सफ्ट स्टोरी, यानि कि पार्किङ वा पसलको लागि बनाइएको खुला भुइँतल्ला, जसले पूरै भवनलाई कमजोर बनायो। अर्कोतिर मल्लकालीन समाधान, एउटा विशाल तह तह परेको बलियो जग, जहाँ आधुनिक पिलरहरू चकनाचुर भए त्यहाँ पुराना भवनका लचिला काठका जोड्नीहरूले भूकम्पको शक्तिलाई सोसिदिए। यो केवल दुई फरक निर्माण शैली मात्र होइन, यो त दुई फरक दर्शनबीचको टकराव थियो। हो, यो कुनै चान्सको कुरा थिएन। यो त थियो मल्लकालीन इन्जिनियरहरूको अद्भुत कुशलता। उनीहरूले एउटा यस्तो प्रणाली बनाएका थिए जसलाई हामी निषेधित प्रविधि भन्छौं, आधुनिकताको दौडमा बिर्सिएको ज्ञान। किनकि उनीहरूलाई थाहा थियो भूकम्प कुनै अनौठो घटना होइन, तर एउटा यस्तो सत्य हो जुन बारम्बार आइरहन्छ। त्यसो भए के थिए त ती रहस्यहरू? ल, आउनुहोस् यो प्राचीन इन्जिनियरिङको रहस्यमय संसारभित्र डुबुल्की मारौं। मल्लकालीन दर्शनको मुटुमा एउटा सरल तर एकदमै शक्तिशाली आइडिया थियो, कठोरता होइन, लचकता। उनीहरूले हरेक सामग्रीको गुणलाई गहिरोसँग बुझेका थिए, इँटा, माटो, काठ, र पुरै भवनलाई एउटा जिउँदो प्रणालीको रूपमा हेर्थे, जहाँ हरेक तत्त्वले भूकम्पको शक्तिलाई सोच्न मद्दत गर्थ्यो। उनीहरूको लक्ष्य भूकम्पसँग लड्नु होइन, बरु त्यसको शक्तिलाई छिन्न भिन्न पार्नु थियो। अब हेर्नुस्, यो सामान्य इँटा मात्रै होइन, यो हो दाचियापा, आफैमा एउटा इन्जिनियरिङको चमत्कार। यसको विशेष वेज आकारले बाहिरबाट पानीलाई रोक्छ र भित्रपट्टि माटोको मसलाको लागि बाक्लो ठाउँ बनाउँछ। हो, यही भित्री माटोको मसलाले भूकम्पको समयमा एउटा कुशन जस्तै, एउटा शक एब्जर्बर जस्तै काम गर्छ। आजभोलि हामी माटोको मसलालाई कमजोर ठान्छौं होइन, तर मल्लकालीन इन्जिनियरहरूको लागि त यो एउटा रणनीतिक हतियार थियो। यसको लचकताले इँटाहरूलाई एकअर्कासँग हल्का सर्किन दिन्थ्यो र यही घर्षणले भूकम्पको त्यो विनाशकारी ऊर्जालाई तापमा परिणत गरेर खाइदिन्थ्यो। र अझ विशेष संरचनाहरूको लागि त उनीहरू वज्र मसाला प्रयोग गर्थे, चुना, सुर्की, चाकु र मासको दालको एउटा शक्तिशाली मिश्रण, जसले बल र लचकता दुवै दिन्थ्यो। र अब आउँछ यो सानो तर शक्तिशाली चिज, चुकुल। यो काठको पिन हो जसले आधुनिक काँटी वा बोल्टको ठाउँ लिन्छ, तर यो कठोर हुँदैन। यसले जोड्नीलाई हल्का घुम्न र हल्लिन दिन्छ। यही सानो लचकताले गर्दा भूकम्पको समयमा पूरै भवन एउटा शरीर जसरी एकसाथ हल्लिन्छ र शक्तिलाई सोच्छ। अनि नतिजा एउटा यस्तो संरचना हो जो भूकम्पसँग सिङ्गौरी खेल्दैन, बरु त्यसको तालमा नाच्छ। ठिक त्यस्तै जसरी एउटा बक्सरले मुक्का छल्न आफ्नो शरीरलाई घुमाउँछ। यहाँ काठको फ्रेमले कङ्कालको काम गर्छ र माटोको मसलाले कार्टिलेजको, जसले ती हड्डीहरूलाई जोडेर राख्छ। यो प्रकृतिसँगको लडाई होइन, सहकार्यको एक उत्कृष्ट उदाहरण हो। प्रश्न उठ्छ, यदि यो प्रविधि यति राम्रो थियो भने हामीले यसलाई किन छोड्यौं त? कसरी हरायो यो ज्ञान? यो रहस्यको अर्को पाटो हो। यो ज्ञान रातारात हराएको होइन। यो बिर्सनुको यात्रा शताब्दीयौं लामो थियो। पहिले राणाकालमा युरोपियनी शैलीको नक्कलले यसलाई ओझेलमा पार्यो। त्यसपछि आयो सिमेन्ट र स्टिलको युग, जसले परम्परागत शिल्पलाई विस्थापित गर्यो। र अन्त्यमा हाम्रो आफ्नै आधुनिक शिक्षा प्रणालीले यसलाई आदिम वा प्रिमिटिभको ट्याग लगाएर पूर्ण रूपमा बिर्स्यो। यो एकजना वृद्ध शिल्पकारको भनाइले हामीले के गुमायौं भन्ने कुराको पीडादायी चित्र कोर्छ। आधुनिक इन्जिनियरहरूले जसलाई नयाँ आविष्कार भनिरहेका थिए, त्यो त उनको हजुरबुवाको सामान्य ज्ञान थियो। ज्ञानको यो टुटेको श्रृङ्खलाले हामीलाई कति ठूलो क्षति भयो भन्ने कुराको गहिरो बोध गराउँछ।
अनि त्यसपछि आयो 2015, त्यो भूकम्प। यो दुई फरक निर्माण दर्शनहरू बीचको एउटा अन्तिम निष्पक्ष परीक्षा थियो। साँच्चै भन्नुपर्दा गोर्खा भूकम्प एउटा क्रूर तर एकदमै इमान्दार शिक्षक बन्यो। यसले हाम्रो आधुनिक निर्माणका सारा घातक कमजोरीहरूलाई छर्लङ्गै पारिदियो। यो प्रकृतिले लिएको त्यो परीक्षा थियो जसमा हाम्रा धेरै आधुनिक संरचनाहरू नराम्रोसँग फेल भए। फेरि त्यही सफ्ट स्टोरीको कुरा गरौँ। खुल्ला भुइँतल्लाले गर्दा बिल्डिङको जग नै कमजोर भयो र पत्ता साफ भयो। तर यसको समाधान त हाम्रो आँखा अगाडि नै थियो, मल्लकालीन मन्दिरहरूको त्यो विशाल फराकिलो जगमा, जसले भूकम्पको कम्पनलाई सोसेर माथिको संरचनालाई स्थिर राख्यो। र यो प्राचीन ज्ञानको शक्तिको सबैभन्दा ठूलो, सबैभन्दा नाटकीय प्रमाण सायद यी दुई संरचना हुन्। एकातिर 1702 बनेको भक्तपुरको न्यातोपोल मन्दिर, जुन 2015 पनि शान्तसँग उभिरह्यो। अर्कोतिर धरहरा, जुन आधुनिक शैलीमा पुनर्निर्मित थियो, पूर्ण रूपमा ध्वस्त भयो। 300 वर्ष पुरानो मन्दिर अडिग रह्यो, तर एउटा आधुनिक टावर तासको घर झैँ ढल्यो। प्राचीन ज्ञानको शक्तिको लागि योभन्दा ठूलो प्रमाणहरू के हुन सक्छ? तर कथा यहाँ सकिँदैन। भूकम्पको त्यो विनाशबाटै यो हराएको ज्ञानलाई फेरि खोज्ने र प्रमाणित गर्ने एउटा नयाँ अध्याय सुरु भएको छ। यो केवल पुरानो कुरा राम्रो भन्ने मोह मात्रै होइन है। अब त आधुनिक विज्ञान र प्रविधि जस्तै कम्प्युटर मोडलिङ र ल्याब परीक्षणहरूले पनि पुष्टि गरिरहेका छन् कि यी परम्परागत विधिहरू वैज्ञानिक रूपमा कति उन्नत थिए। यो डाटा हेर्नुस् त, यसले त्यही कुरा प्रमाणित गर्छ जुन हाम्रा पुर्खाहरूले अनुभवबाटै सिकिसकेका थिए। सामान्य गारोको तुलनामा काठको तेर्सो ब्यान्ड, जसलाई नास प्रणाली पनि भनिन्छ, त्यो राख्दा भवनको शक्ति 4 गुणा यानि कि 400% बढ्छ। यो त आधुनिक विज्ञानले प्राचीन ज्ञानलाई गरेको सलाम हो। त्यसैले अबको बाटो भनेको प्राचीन र आधुनिक बीचमा एउटालाई छान्ने होइन, बरु हाम्रो पुर्खाको त्यो गहिरो ज्ञानलाई आजको आधुनिक प्रविधिसँग जोडेर अझै सुरक्षित भविष्य बनाउने हो। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। के सुरक्षित भविष्यको साँचो सधैँ केही नयाँ आविष्कार गर्नुमा मात्र हुन्छ, वा कहिलेकाहीँ हामीले बिर्सिसकेका कुराहरूलाई फेरि खोज्ने नम्रता देखाउनुमा